यही मार्केट हो केटा हामी हिँड्दै आएको त्यो जङ्गलदेखि भित्र गएपछि के पाउँदो रहेछ अहिले हेर मै त ल केटा हामी यो लिफ्टबाट जाँदैछौँ है माथि आफै सुई तान्छ त्यसले थाहा छैन यसरी चल्छ स्वयं घट गरेर गाइस टोपीहरू कुन चाहिँ मन पर्यो हिन्दी बजारमा यस्तो पर्जन आइटमहरू यसै राखेको हुन्छ विदेशमा टक्क माछा मासुहरू सब पर्जन हो आइसमा जमेको यसै राखेको छ आइसहरू पनि यस्तो पाउँछ सागसब्जीलाई यस्तो प्याक गरेर विधि वंश छ कसै गरे प्याजको क्वालिटी ठिक छ लोकल प्याज किन्नेवाला केटाहरू यिनै हुनेहरू केटा हो है ल भाइले के अदुवा त पुरा खत्रै हाल्दैछ त के हो अदुवा त पुरा भर्याङ जस्तो छ त ओहो सिजनको अदुवा होला कि लसुन चाहिँ हो चिकन छ घर पनि लगाएर जानुपर्छ कि कठै गरेर बदम यस्तो छ गाइस प्याज के होला यस्तो यो माइली आमा भने यस्तो चुकुन्दरहरू त चुकुन्दर प्याज पनि काला गोरा प्याला सेता यो फेरि अदुवा हो पवनको लागि हो यो पिँडालु भाइ यो फेरि के हो यो यता हामीले सक्खरखण्ड भन्छ मिठा तरुल भन्ने यसलाई हो वाउ गाइस हेर त भेजिटेबल हरियो परियो दामी छ नि है पुदिना यस्तो हुँदो रहेछ यहाँ यो धनियाँ हो धनियाँ एउटा मुठा हालिहाल्नु यो फेरि के हो गोलभेडा हो गोलभेडा साना गोलभेडा टमाटर भइसक्यो एकदम